साथीहरु, वेलकम टु माई सागबारी ब्लग। आज चाहिँ शनिबारको दिन तपाईहरुलाई म मेरो सागबारी यानि कि करेसाबारी ढुलाउँछु है त। धेरै दिन भएको थियो सागबारीतिर नगएको, सागहरु त पुरा छिप्पिसकेछ, त्यही भएर त्यसैलाई काटछाँट गोडगाड गर्नुपर्ने थियो। बिहानको काम सिध्याएर चाहिँ हामी दिउँसो चाहिँ यतातिर लाग्यौं। अहिले चाहिँ हाम्रो बारीमा ताजा ताजा तरकारीको अपडेट चाहिँ के छ भने लौका फलिरहेको छ है, एकदमै चिचिला लागिरहेछ। इस्कुसहरु टन्नै फलिरहेको छ, सेतो कालो हरियो कुन इस्कुसहरु धेरै छ फलिरहेको। हाम्रो घरमा चाहिँ खासै कसैले पनि मन पराउँदैन इस्कुस, मलाई चाहिँ मन पर्छ। अनि के इस्कुस मात्रै देखाएको होला भन्नुहुन्छ भने हाम्रोमा चाहिँ काउली पनि फल्न सुरु गर्यो। अनि मैले लसुन साग पनि रोपेको छु, त्यसैलाई गोडमेल गरेर अलिकति खनखान गर्यौं। अनि त्यसपछि हेर्नु न, अहिलेको हाम्रो बारीमा चाहिँ यो सयपत्री फुल यति धेरै बेतमासले फुलिरहेको छ है। अस्ति तिहारमा चाहिँ हामीले किनेर चलाएको हैन, यतिखेर चाहिँ एकदमै धेरै फुलिरहेको छ। अनि म चाहिँ काम गर्दा गर्दै फुलबारीमा एकचोटि टिकटक त बनाउँछु भनेर टिकटक बनाउनुतिर पनि लागे। म चाहिँ जहाँ पनि सुरु भइहाल्ने हो क्या। थ्याङ्क यू फर वाचिङ माई भिडियो।